Hi, welcome to my vlog. It's me, Saturday. म चाहिँ उहाँको जाँदैछु। मेरो ड्याडीले पढेको स्कुल हो। म चाहिँ आइसकेँ। यो चाहिँ ड्याडीको, अनि त्यसपछि माथि चाहिँ अङ्कलको। ठुलोमी चाहिँ पोछा लगाइसक्नु भयो नयाँ घरमा। म आएको थिइनँ नि त घर बनाएपछि त। 2 वर्ष भएछ म नआएको। हाई दिदी, आउनु। दिदी मैले भ्लग बनाएको छु त आजकल, हेर्नुभयो? पाख्नु म गर्छु। मैले भ्लग बनाएको छु क्या ठुलोमी। तपाईँ कहिले आउनुभयो ठुलोमी? मैले सोच्दै थिएँ आज म कहाँ बस्ने होला भनेर सोच्दै थिएँ म। आज बस्ने भुल जान्छु। ठुला चाहिँ यहाँ सुत्दै हुनुहुन्छ। यस्तो फ्यान, ओहो हेर्नु सुविधा, गाउँमा पनि सुविधा छ यहाँ। यस्तो राम्रो ह्याड छ। यो ह्याड त मलाई सुहाउँछ के, मेरो मलाई सुहाउँदो रहेछ यो ह्याड। गिफ्टले मलाई यो हालत यहाँ। ऊ बाख्राले पनि टेर्दैन। जन्म त छोरी के टेर्ने हो र मैले। चल हाम्रो घरबाट जम्मा 2 मिनट मात्रै बाँकी छ। हाई ठुलामी, ह्यान्डसेक गरौँ। हाम्रो ह्यान्डसेक चाहिँ फेरि नयाँ छ है, स्टाइल ह्यान्डसेक गर्ने। ठुलमामीलाई भेट्न जानु लाग्यो होइन। मेरो फेभरेट हो क्या गाउँ आएपछि। म कहीँ नगए पनि ठुलमामीलाई चाहिँ भेट्छु नै के। मलाई एकदम मनपर्छ उहाँको हाँसो। झन् ओहो यति राम्रो छ होइन। अनि म प्रायः चाहिँ भेट्छु नै कि कल चाहिँ गरेकै हुन्छु। अनि घर गएर चिया, 1 कप चिया चाहिँ जति गर्मी भए पनि खाएकै हुन्छ। र अहिले चाहिँ ठुलो मेलामा आउनु भएको क्या। अनि मेलामा आएपछि यहीँ आउनु भएको भने त किन नभेट्ने होइन। देखेको छु होइन, ठुलो यहाँ मेला पाप गर्दै हुन्छ। अनि त्यसपछि बल्ल बल्ल आएँ। उताबाट देख्दाखेरि त सजिलै आएको जस्तो देखिएको थियो होइन। म पनि सक्छु होला भनेको, त्यस्तो पानी तले जमेको रहेछ। त्यही पनि हेर्नु त यहीँ 2 जनालाई कुर्दै हुन्छ खाजा खानको लागि। हरू चाहिँ बस्दै हुन्छ खानलाई। म चाहिँ अलिक डाइटिङ चिसो खाना आउँदै हुनुहुन्छ भन्नु। हेर्नु यस्तो चर्को घाम यसरी खन्दै हुन्छ। सबभन्दा मेरो बेस्ट पार्ट भनेको चाहिँ पुल चढ्नु मलाई एकदम रमाइलो लाग्छ। पुलमै बसेर फोटो खिच्दा चाहिँ एकदम रमाइलो लाग्छ। लास्ट टाइम चिताङ जाँदाखेरि पनि दाइ दाइ रोक्नु 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 म फोटो खिच्छु भनेर भोक लागेको थियो। हेर्नु यस्तोसँग भोक लागेको थियो। बिहान नास्ता मात्रै गएको थियो, त्यतिखेर पनि ओर्लेर पुलमा फोटो खिचेँ। पुलमा चाहिँ अब आज अब हेर्नु 2 जना भारी बोकिरहेको छन्। त्यही भएर अब फोटो खिच्न मिलेन। त्यही भएर म बनाउँदैछु भिडियो। म चाहिँ त्यत्रो हिँडेर ठुलाको घरमा आइसकेँ। म चाँडै आएको भए आप टिप्न भ्याइन्थ्यो। मलाई आप पनि टिप्न दिएनन्। भोलि मलाई आप पनि नटिपिकन पठाउनु भए कति हुन्छ। स्पेसली मेरो लागि मेरो पूजा गर्दै हुन्छ। यहाँ ठाउँ हो यो चाहिँ होइन, मेरो पहिला हजुरबा जन्मेको ठाउँ चाहिँ होइन, हामी नातिनी जन्मेको ठाउँ चाहिँ हो यो। हामी माथि खोले गाउँबाट तल झर्दै 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 आएपछि हामी यहाँ थियौँ होइन। केही पनि छैन वरिपरि, म मात्रै छु। हेर्नु मलाई हेर्नु यस्तोमा कटहर खानु मन लाग्यो। कटहरको तरकारी। अब कटहर त अहिले पाक्ने सिजन होइन, साउन पाक्छ। यस्तो मिठो हुन्छ नि हाम्रो यो पुरानो, अहिले त होइन पुरानो घरको कटहर। ओहो दामी हुन्छ। र म चाहिँ तरकारी खानलाई कटहर टिप्न आएको छु। कटहर मैले चाहिँ टिपेर आइसकेँ कटहर। अलि धेरै टिपेँ किनभने काठमाडौँ त धेरै लिएर जाँदिनँ म। तर त्यहाँबाट आउँदा आउँदा गाउँमा चाहिँ के हुन्छ, आउँदा आउँदा मलाई पनि लिएर आइथिएँ ल भन्दा मैले हस्तपुष्ट छु नि त। म जस्तो अब ऊ छैन, म अलिकति हस्तपुष्ट छु। हस्तपुष्ट चाहिँ अब यहाँ आँट निकालेर काट्छ त वा अचार हाल्नु भएपछि कम मिठो हुन्छ। गाउँ आएपछि चिज पनि हुँदो रहेछ क्या। मेरो गाउँको नि भन्ने हुँदो रहेछ क्या। नत्र त काँचो आँप त पाइहाल्छ नि काठमाडौँ किन्न पनि होइन। तर अब खर्च अब आउनु जानलाई खर्च त्यतिको हुन्छ। तर आफ्नो गाउँको चाहिँ चिज हुँदैछ, धेरै नै चिज हुँदैछ। मेरो गाउँको ल्याएर हालेको नि अचार भन्ने हुँदो रहेछ क्या।
यतापट्टि चाहिँ ठुलाको घर हो यो। यहाँ चाहिँ हुनुहुन्न, उहाँहरू गइसक्नु सबैजना काठमाडौँ। यहाँ हाम्रो बुवा, म खासै चिन्दिनँ क्या गाउँको मान्छेहरूलाई चाहिँ, किनभने म खासै बोल्न चाहिँ बोल्छु होइन, तर नाम चाहिँ म कसै पनि सोध्दिनँ क्या। किन सोध्नु, बोलेपछि चिनिहाल्छ नि भन्ने लाग्छ मलाई। अनि त्यही भएर चाहिँ म कसैको पनि नाम चाहिँ सोध्दिनँ, मलाई नाम सोध्न अलिक मन लाग्दैन। हाई भन्दै त, हाई भन न।